हेलो साथीहरु, म त तपाईहरुलाई आज ढुङ्गाबाट बनाएको मूर्तिहरु देखाउन गइरहेको छु है। खतरा खतरा बनाएर राखेको छ के यहाँ हैन। यतातिर हेर्न सक्नुहुन्छ, यस्तो यस्तो छ यहाँ है। यो सबै ढुङ्गालाई कोरेर हैन, काठ खोलेर काठको मूर्तिहरु बनाए जस्तै यहाँ पनि त्यस्तै बनाएर राखेको छ हैन। यो बिक्री गर्ने खालको होला पक्कै पनि है। यस्तो खालको छ है, बबाल बबाल छ यो। यस्तो दामी दामी बनाएर राखेको छ। सबै ढुङ्गाको है। यो ढुङ्गाको कुटेर है, त्यसलाई डिजाइन निकालेर जुत्ताहरू पनि यस्तो छ है। यतातिर यो सबै ढुङ्गाको है, च्याक्क पारेर राखेको छ। यस्तो दामी चटक्क पारेको छ। अनि यतातिर हेर्न सक्नुहुन्छ, ढुङ्गाको हो। यो चाहिँ यहाँ चाहिँ काठ रहेछ हैन, अरू सब ढुङ्गाको हो है। यतातिर बबाल बबाल छ, चिटिक्क परेर। अनि यसले बिक्री गर्छ होला पक्कै पनि, बिक्री गर्नलाई राखियो होला है। हेर्न सक्नुहुन्छ यतातिर यो सब ढुङ्गाको कोरेर हैन, कोही भेटाएर ल्यायो होला नि त। मूर्ति हो क्या यो चाहिँ नुन ढुङ्गा खतरा छ। यो त त्यस्तै टिपेर ल्यायो होला है त। कस्तो लाग्यो जस्तो लाग्यो, त्यस्तै सल्लाह सुझाव दिनु होला। कस्तो छ त यहाँको ढुङ्गाको मूर्तिहरू है त। बाई।